नमस्कार, म वाइपी जोशी। आज म यहाँहरूलाई क्यालकुलस अफ भ्यारिएसनको एउटा इम्पोर्टेन्ट इक्वेसन जसलाई हामीले युलर ल्याग्रेन्ज इक्वेसन भनेर पनि भन्छौँ, यसलाई कसरी सहज तरिकाले बुझ्ने, कसरी डिराइभ गर्ने, अनि डिराइभ गर्दाखेरि हुने प्रत्येक स्टेप जुन छ त्यो स्टेपलाई कसरी भिजुअलाइज गर्ने, त्यो चाहिँ म तपाईँलाई सकेसम्म बुझाउने प्रयास गर्छु। तपाईँले यो स्क्रिनमा पनि देखिरहनु भएको छ, जियोजेब्राबाट बनेको एउटा मेटेरियल। त्यो मेटेरियलमा तपाईँले यो निलो कप देखिरहनु भएको छ, यो ए र बी भन्ने कुनै पोइन्टलाई जोड्ने, यो हाम्रो आइडियल कप हो। म एकछिनपछि बताउँछु यो सबैको बारेमा। त्यसै गरी तपाईँले अर्को यो डट डट कप देखिरहनु भएको छ, यो हाम्रो नेबरिङ कप हो। नेबरिङ कप के हो भन्ने कुरा पनि म एकछिनपछि बुझाउँछु। त्यसै गरी अनि हामीले यो कुनै एउटा आर्बिट्रेरी फङ्सन मानेको छौँ, यो ब्राउन कप। अब म जान्छु स्लाइडतिर, त्यसपछि बिचमा म यो जियोजेब्रालाई तपाईँ माझ प्रस्तुत गर्नेछु। ओके, सो युलर ल्याग्रेन्ज इक्वेसन। हामीसँग मानव एउटा फङ्सन छ, आई अफ वाइ इज इक्वल टु वाइ भन्नाले एउटा फङ्सन हो। त्यो फङ्सनको पनि फङ्सन हुनाले यसलाई हामीले फङ्सनल भन्छौँ, होइन। अनि यो जुन फङ्सनल छ, यो फङ्सनलाई तपाईँले हेर्नुभयो भने यो सामान्य फङ्सनभन्दा फरक छ। यसको इनपुट चाहिँ फङ्सन हो, होइन, यसको इनपुट फङ्सन हो। अनि यसको आउटपुट जुन आउँछ त्यो स्पेसिफिक कुनै नम्बर आउँछ, त्यसैले यसलाई हामीले फङ्सनल भन्छौँ। र हामी अब एउटा यस्तो कप खोज्न चाहन्छौँ, होइन, जसले चाहिँ त्यो फङ्सनललाई चाहिँ म्याक्सिमाइज या मिनिमाइज गर्छ। त्यस्तो कपलाई हामीले चाहिँ एक्सट्रिमल भन्छौँ। तर प्रश्न के उठ्छ भने त्यो कुन कन्डिसन पुरा भयो भने हामीले त्यो कप भेट्छौँ त हो। त्यही कन्डिसन यहाँ तपाईँको यो इक्वेसनको रूपमा आएको छ। हामीले यो इक्वेसन डिराइभ गर्दैछौँ। म अगाडिबाट बढेँ। इमेजिन गर्नुहोस् कि हामीसँग कुनै दुईवटा पोइन्ट्स छ, x1 कमा y1 र x2 कमा y2। तपाईँले कुनै दुईवटा पोइन्ट्स छ, यो दुईवटा पोइन्ट्सलाई हामीले इन्फाइनाइटली मेनी पाथ्सहरू मार्फत कनेक्ट गर्न सक्छौँ, होइन। त्यसमध्ये ती पाथहरूमध्ये हामीले मानौँ कि हाम्रो जुन आइडियल कप छ, हामीलाई चाहिएको बेस्ट कप जुन छ, त्यो बेस्ट एक्सट्रिमल कप, त्यो भनेको चाहिँ वाइ अफ एक्स हो भनेर हामीले एकछिनको लागि एज्युम गर्छौँ। यो जुन तपाईँले ब्ल्याक कप देखिरहनु भएको छ नि, यसलाई मैले वाइ अफ एक्स भने, होइन। तर एउटा कुरा के बुझ्न जरुरी छ भने हामीले यसलाई यत्तिकै आइडियल कप त भन्न मिलेन नि, यत्तिकै यो चाहिँ बेस्ट कप हो भनेर भन्न मिलेन नि, बेस्ट पाथ हो भनेर भन्न मिलेन नि। अब त्यसको लागि के हुनु पर्यो, जस्तै मैले चाहिँ तपाईँलाई एउटा चाहिँ सिचुएसन सेयर गरेँ। जस्तै मानु तपाईँ पहाड चढ्दिनुहुन्छ, पहाड चढ्दाखेरि तपाईँ सर्टेन ठाउँमा पुगिसकेपछि तपाईँलाई कसैले सोध्यो तपाईँ अग्लो ठाउँमा हुनुहुन्छ कि होचो ठाउँमा हुनुहुन्छ भने सबैभन्दा अग्लो ठाउँमा कि सबैभन्दा होचो ठाउँमा हुनुहुन्छ भनेर सोध्यो भने तपाईँले के गर्नुहुन्छ, वरिपरि हेर्नुहुन्छ कि वरिपरि हेर्नुहुन्छ, त्योभन्दा अग्लो ठाउँ छ कि छैन, त्योभन्दा होचो ठाउँको छ कि छैन भनेर तपाईँले नजिक नजिक हेर्नुहुन्छ। हो त्यो कारणले गर्दाखेरि म्याथमेटिकली हामीले अब यो बेस्ट पाथ हो भन्नको लागि अब हामी कतापट्टि डाइभर्ट हुनु, कतापट्टि चाहिँ हामीले सोच्नु पर्यो भने यसको नजिकको अरू बाटोहरूतिर केन्द्रित हुनु पर्यो। जस्तै मैले के गर्छु त, यहाँ यो जुन कालो पाथ छ x1 y1 र x2 y2 जोड्ने, त्यसको नजिकको जुन रातो पाथ छ यसलाई मैले y बार अफ x भन्छु। यो चाहिँ नेबरिङ कप हो, अर्थात् यसलाई चाहिँ हामीले भ्यारिड कप पनि भन्छौँ, है। अब हामी चाहिँ यो दुईटाको भ्यारिएसनमा बसेर काम गर्छौँ, है। ल म थोरै अगाडि आएँ। अब कुरा के आउँछ भन्दा यो जुन रातो कप र कालो कप छ, रातो कप र कालो कप बिचको जुन डिस्टेन्स छ, त्यो डिस्टेन्सलाई, त्यो भर्टिकल डिस्टेन्सलाई हामीले कसरी रिप्रेजेन्ट गर्छौँ त भन्ने कुरा आउँछ। तपाईँले राम्रोसँग बुझ्नु होला, जुन यो कालो कप छ अनि रातो कप छ, यो बिचको जुन ग्याप छ, यो ग्यापलाई हामीले एप्साइलन इटा एक्सले रिप्रेजेन्ट गर्छौँ। तपाईँले उता अर्डिनरी फङ्सनमा पनि पढ्नु भएको छ, होइन, डेल्टा एक्स डेल्टा वाईले हाम्रो त्यो एकदम सानो चेन्जलाई रिप्रेजेन्ट गरे जस्तै यहाँ पनि हाम्रो के हुन्छ, यो यो हाम्रो ओरिजिनल कप हो, यो वाइ अफ एक्स। अनि यो माथि तपाईँले जुन रातो कप देखिरहनु भएको छ, त्यो भनेको हाम्रो चाहिँ नेबरिङ कप हो। त्यो बिचको जुन भेरिएसन छ त्यसलाई चाहिँ यसले रिप्रेजेन्ट गर्छ। यो भन्नुको अर्थ चाहिँ त्यो रातो कप र कालो कप बिचको कुनै पनि पोइन्टमा भएको भर्टिकल डिस्टेन्स, है। जस्तै मानौ यो एक्सको कुनै एउटा सर्टेन भ्याल्युमा, एक्सको कुनै एउटा सर्टेन मानौ एक्स आई भन्ने कुनै सर्टेन पोइन्टमा, एक्स इजल टु एक्स आई भन्ने कुनै सर्टेन पोइन्टमा यो कालो कप र रातो कप बिचको डिस्टेन्स, भर्टिकल डिस्टेन्सलाई रिप्रेजेन्ट गरेको। अब तपाईँले राम्रोसँग हेर्नुभयो भने यो डिस्टेन्सलाई हामीले एप के भनेर बुझ्यौँ रे, एप्साइलन इटा एक्सले रिप्रेजेन्ट गर्छ भनेर बुझ्यौँ। अब त्यो भर्टिकल डिस्टेन्स त फरक फरक ठाउँमा फरक फरक होला। जस्तै यो जुन स्टार्टिङ पोइन्ट र एन्ड पोइन्ट छ भन्नाले अर्थात् चाहिँ यो x1 र x2 जुन छ, x1 र x2मा चाहिँ के होला भन्दा
यो x1 र x2मा हो यहाँनिर चाहिँ त्यो कालो कप र रातो कप बिचको जुन भर्टिकल डिस्टेन्स छ त्यो चाहिँ 0 होला होइन। अनि बाँकी चाहिँ अब ठुलो सानो त्यही अनुसार होला। तपाईँको यो थुप्रो तपाईँको दुईवटा कपहरू बिचको भर्टिकल डिस्टेन्सहरू तपाईँले थुप्रो बनाउन सक्नुहुन्छ, कहीँबाट पनि बनाउन सक्नुहुन्छ। यसको कुनै पनि सर्टेन भ्याल्युबाट तपाईँले बनाउन सक्नुहुन्छ, यहाँबाट बनाउन सक्नुहुन्छ, यहाँ बनाउन सक्नुहुन्छ। यो x1 र x2को इन्टरभल बिचमा जहाँबाट पनि बनाउन सक्नुहुन्छ। त्यो भर्टिकल डिस्टेन्सलाई चाहिँ एप्साइलन इटा अफ एक्सले रिप्रेजेन्ट गर्छ। तर के हो त यो एप्साइलन, के हो त यो इटा अफ एक्स भन्ने कुराले तपाईँलाई चाहिँ त्यो कौतूहलता जगाएको हुनसक्छ। अब हामी त्यतापट्टि पनि जान्छौँ। तर तपाईँले बुझ्नु पऱ्यो एप्साइलन भन्ने चाहिँ एउटा स्मल, एउटा सानो प्यारामिटर हो जसले चाहिँ त्यो जुन बिचको डिस्टेन्स छ त्यो डिस्टेन्सलाई डिटरमाइन गर्ने काम गर्छ। जस्तै जस्तै हेर्नुहोस् है, मैले यो तपाईँको जियोजेब्रामा जस्तै यो एप्साइलनको भ्याल्यु मैले चेन्ज गर्दै जाँदाखेरि तपाईँले देखिरहनु भएको छ एप्साइलन एउटा कन्सट्यान्ट हो। एप्साइलनको भ्याल्यु मैले यहाँ एउटा रेन्जभित्र लिएको छु। त्यसलाई मैले चेन्ज गर्दै जाँदाखेरि हेर्नुहोस् त के देखिरहनु भएको छ तपाईँले, यसको जुन ग्याप छ नि त्यो निलो कप र रातो कप बिचको ग्याप, त्यो ग्याप पनि त्यही अनुसार चेन्ज भइरहेको देखिरहनु भएको छ हो अभियसली। ओके, भन्न भन्न खोजेको एप्साइलन र यस्तो कन्सट्यान्ट हो जसले चाहिँ त्यो दुईटा कपहरू बिचको भर्टिकल डिस्टेन्स जुन छ त्यो डिस्टेन्स कति टाढा या कति सानो बनाउने भन्ने कुरामा यसको पनि केही न केही कन्ट्रिब्युसन छ होइन, अभियसली छ। अब फेरि अगाडि बढौँ है। अब चाहिँ मैले भन्न खोजेको कुरा अघि अघि मैले एक्सप्लेन पनि गरिसकेँ। जस्तै तपाईँको यो जुन के यो एक्स वान र यो एक्स2मा त्यो रातो कप र कालो कप बिचको जुन डिस्टेन्स हुन्छ त्यो डिस्टेन्सलाई हामीले इटा एप्साइलिन इटा एक्स भनेर भन्यौँ। त्यो एक्सको भ्याल्यु यो x1 हुने बेलामा र एक्सको भ्याल्यु x2 हुने बेलामा त्यो चाहिँ के हुन्छ, 0 हुन्छ। भन्न खोजेको रातो कप र कालो कप बिचको डिस्टेन्स चाहिँ त्यति बेला 0 हुन्छ। त्यही कुरा यहाँ लेखेको, रातो कप र कालो कप बिचको डिस्टेन्स कति बेला 0 हुन्छ, x1 र x2मा 0 हुन्छ। त्यो बाहेक अरू कुन, त्यो बाहेक त्यो बिचको कुनै पनि पोइन्ट तपाईँ लिनुहोस् त्यहाँ चाहिँ 0 हुँदैन होइन। अब हेर्नुहोस् त मैले त्यसको मतलब यसलाई यसरी लेख्न सक्छु। अनि यो एप्साइलन त कन्सट्यान्ट हो, एप्साइलनलाई उतातिर लग्यो भने अनि यो इटा x1 इज इक्वल टु इटा x2 इज इक्वल टु 0 भनेर मैले लेख्न सक्छु। भनेपछि इटा एक्स भने के रहेछ, एउटा आर्बिट्रेरी फङ्सन रहेछ जसले चाहिँ x1 र x2मा काट्छ एक्स एक्सिसमा, अर्थात् जसलाई चाहिँ हामीले x1 र x2 इनपुट दिँदाखेरि 0 आउँछ, अर्थात् त्यो एन्ड पोइन्टमा के यो जुन छ नि इन्टरभलको यो एन्ड पोइन्ट छ x1 र x2मा काटेर जान्छ। अर्थात् मैले यसलाई अझ अझ राम्रोसँग एक्सप्लेन गर्दाखेरि यो इटा एक्स भनेको यो x1 र x2 भएर जाने कप रहेछ कि, त्यो जुनसुकै कप पनि हुनसक्छ, यो मात्र हुन्छ भन्ने छैन, जुनसुकै कप पनि हुनसक्छ हो। अहिले मैले चाहिँ यो एउटा कप लिएँ है, मैले जस्तै मैले फेरि त्यो जियोजेब्रामा तपाईँलाई देखाउँदाखेरि थिएँ, यहाँ तपाईँले हेर्नुभयो भने यो जुन छ नि यो ब्राउन कप तपाईँले देखिरहनु भएको छ नि यो इटा एक्स भन्ने हो। हेर्नुहोस् यो एक्सियल टु 1 र एक्सियल टु 5मा तपाईँको यसको यो फङ्सनमा तपाईँले इनपुट राख्दाखेरि तपाईँको यसको आउटपुट चाहिँ 0 आउँछ होइन। यहाँ हेर्नुहोस् त यो भ्याल्यु यसले एक्स एक्सिसमा काटेको छ 1 र 5मा होइन। भनेपछि यो जुन छ यो भ्याल्यु चाहिँ इटा एक्स भन्ने एउटा कुनै फङ्सन हो जसको पनि कन्ट्रिब्युसन रहन्छ त्यो डिस्टेन्स निर्धारण गर्नको लागि। ओके, ल अब म फेरि चाहिँ अगाडिपट्टि आएँ। अब हामीले बुझ्नुपर्ने कुरा के भन्दा हामीले फङ्सन इटा एक्स भने के भन्ने त बुझ्यौँ होइन। अब हामीलाई अर्को कुरा के पनि हामीले बुझ्यौँ भन्दा जस्तै यो ब्ल्याक कप र यो रेड कप, अर्थात् रेड कप भन्नाले वाइ बार अफ एक्स र अनि ब्ल्याक कप वाइ अफ एक्स, यो दुईवटा बिचको डिस्टेन्सलाई हामीले एप्साइलन इटा एक्सले रिप्रेजेन्ट गर्छौँ। यसलाई रिअरेन्ज गर्यो भने यसरी लेख्न मिल्छ, नो डाउट। अब हामीले के गर्यौँ, तपाईँले एकचोटि हाम्रो फङ्सनलमा गएर चेक गर्नुभयो भने फङ्सनलमा हामीलाई वाइ ड्यास पनि चाहिएको छ क्या। त्यसैले हामीले के गर्छौँ, यसलाई यो वाइ ड्यास निकाल्नको लागि हामीले डिफ्रेन्सिएट गर्नुपर्ने हुन्छ। यसको डेरिभेटिभ निकाल्छौँ अनि यसको डेरिभेटिभ निकाल्दा दुइटैतिर डिफ्रेन्सिएट गर्दाखेरि हाम्रो यो वाइ बार अफ एक्सको डिफ्रेन्सिएट गर्दा वाइ बार ड्यास अफ एक्स हुन्छ अनि वाइ एक्सको चाहिँ वाइ ड्यास अफ एक्स हुन्छ, त्यसै गरी एप्साइलन इटा ड्यास एक्स हुन्छ। अब हेर्नुहोस् है, वाइ बार ड्यास अफ एक्स आएको हुनाले अब हामीले के गर्छौँ, यो वाइ अफ एक्सलाई चाहिँ वाइ बार अफ एक्सले रिप्लेस गर्छौँ है। त्यो रिप्लेस गर्ने बित्तिकै सरी यहाँ एनोटेट गर्दाखेरि
अलि राम्रोसँग एनोटेट भइरहेको छैन। यहाँ हेर्नुहोस् त, यो y अफ एक्सलाई हामीले y बार अफ एक्सले रिप्रेजेन्ट गर्दाखेरि यहाँ y लाई पनि हामीले y बारले रिप्रेजेन्ट गर्छौँ अनि y ड्यासलाई पनि y बार अफ ड्यासले रिप्रेजेन्ट गर्छौँ। अब यसले चाहिँ यो जुन छ नि, यसले केलाई रिप्रेजेन्ट गरिरहेको छ, त्यो स्लोपहरूको भेरिएसनलाई रिप्रेजेन्ट गरिरहेको छ है। म फेरि अगाडि गएँ। यो चाहिँ अहिले भर्खरै हामीले लेखेको त्यो लास्ट स्लाइडको लास्ट स्टेप हो। अनि फेरि हेर्नुहोस् त, अब एप्साइलन चाहिँ जिरोको नजिकतिर गयो भने अब यसलाई यसलाई बुझ्नको लागि हामी चाहिँ के गर्न सक्छौँ, फेरि त्यो जियोजेब्रातिर कम ब्याक हुन सक्छौँ। ओके, लेट मी गो टु जियोजेब्रा। हेर्नुहोस् त, यो जियोजेब्रामा तपाईँ जानुभयो भने अहिले 0.6 छ एप्साइलनको भ्याल्यु। म के गर्छु, 0.6बाट 0.5, 0.4, 0.3, 0.2, 0.1। हेर्नुहोस् त, म जति जति जिरोको नजिक जान्छु त्यति नै यो चाहिँ ब्लू कपको माथि माथि आइरहेछ हो, भन्छ ओरिजिनल कपको माथि माथि आइरहेछ होइन। जुन जुनसुकै साइडबाट जानुहोस् तपाईँ, तलबाट या माथिबाट, जिरोको नजिक जाँदाखेरि त्यो के गइरहेको छ, त्यो ओरिजिनल कपको नजिक नजिक गइरहेको छ हो। यसको मतलब हामीले यति त मजाले भन्न सक्छौँ नि, एप्साइलन जिरोको नजिक जाँदा त्यो वाइ बार अफ एक्स भनेको यो चित्रमा चाहिँ रातो कप, वाइ अफ एक्स भनेको ब्ल्याक कप, ब्ल्याक कपको एकदमै नजिक नजिक जान्छ। अब हामीलाई अर्को कुरा, अर्डिनरी क्यालकुलसमा हामीलाई के थाहा छ, कुन एक्सट्रिमाको लागि, कुनै पनि फङ्सन एक्सट्रिमा हुनको लागि फर्स्ट अर्डर डेरिभेटिभ चाहिँ जिरो हुनुपर्छ भन्ने थाहा छ। त्यसैले हामीले चाहिँ आईलाई हामीले त्यो आई भन्ने हाम्रो जुन फङ्सनल छ त्यो फङ्सनलको एक्सट्रिमा हामीले चेक गर्दैछौँ। त्यसैले एप्साइलन इजकल टु जिरोमा त्यो चाहिँ के हुनु पर्यो, त्यसको फर्स्ट अर्डर डेरिभेटिभ जिरो हुनु पर्यो होइन। अब फर्स्ट अर्डर डेरिभेटिभ जिरो हुन्छ भन्ने केसलाई यहाँ लेखिसकेपछि अब यहाँ मैले आईको भ्याल्यु, माथि जुन यो आईको भ्याल्यु तपाईँले देखिरहनु भएको छ नि, यो आईको भ्याल्युलाई नै मैले यहाँ तल लगेर राखिदिएको छु, अरू केही गरेको होइन। यहाँ चाहिँ मैले के मात्र गरेको, यो जुन आई छ, आईको भ्याल्यु यहाँ मैले लेखिदिएको, यो आईको भ्याल्यु हो। हेर्नुहोस् त, यहाँ मैले आई लेखेको छैन, त्यो आईको सट्टा मैले यो भ्याल्यु माथिबाट ल्याएर यो भ्याल्यु ल्याएर राखिदिएको छु। अब हामीलाई लेब्निज रुल अनुसार हामीले यो इन्टिग्रललाई बाहिर ल्याएर राख्न सक्छौँ, यसलाई भित्र लग्न सक्छौँ। त्यति मात्र गरेको, अरू केही गरेको छैन। अब यहाँ हेर्नुहोस् त, तीनवटा भेरिएबल छ, एक्स, वाइ बार र वाइ बार ड्यास, तीनवटा भेरिएबल छ। त्यसैले अब हामीले यसलाई चाहिँ एप्साइलनको रेस्पेक्टमा डिफ्रेन्सिएट गर्दा हामीले के गर्छौँ, चेन रुल युज गर्छौँ। चेन रुल तपाईँहरूले राम्रोसँग बुझ्नुभएको छ। चेन रुलको आधारमा हामीले यो स्टेप लेख्यौँ। अब फेरि अगाडिको स्टेप, यो चेन रुल युज गरिसकेपछि आएको स्टेप, अनि हामी फर्स्ट इक्वेसनतिर फर्किँदाखेरि फर्स्ट इक्वेसन हामीसँग यो थियो। अब यसमा चाहिँ हामीले के गर्छौँ, यो भ्याल्यु निकाल्छौँ क्या, यो भ्याल्यु निकाल्छौँ भन्नाले एप्साइलनको रेस्पेक्टमा चाहिँ हामीले दुइटैतिर डिफ्रेन्सिएट गर्छौँ। डिफ्रेन्सिएट गर्दाखेरि यो कन्सट्यान्ट हुने भयो, यसको भ्याल्यु जिरो हुन्छ। अनि त्यसपछि यो एप्साइलनलाई एप्साइलनको रेस्पेक्टमा गर्दाखेरि 1 भइहाल्यो, अनि इटाएक्सलाई एप्साइलनको रेस्पेक्टमा गर्दाखेरि चाहिँ तपाईँको यो त कन्सट्यान्टको रूपमा इटाएक्स नै भइहाल्यो होइन। त्यसैले गर्दाखेरि यो तपाईँको इटाएक्ससँग मल्टिप्लाई गर्दाखेरि इटाएक्स मात्र भइहाल्यो, जुन चाहिँ हामीले इटाएक्स भनेर एज इट इज लेख्यौँ। त्यसै गरी वाइ बार ड्यास एक्स इज इक्वल टु वाइ ड्यास अफ एक्स प्लस एप्साइलन इटा ड्यास अफ एक्स छ यहाँ। यसलाई पनि हामीले के गर्छौँ, डिफ्रेन्सिएट गर्छौँ, कसको लागि, यो भ्याल्यु फाइन्ड आउट गर्नको लागि। त्यसरी नै हामीले डिफ्रेन्सिएट गऱ्यौँ। त्यसरी नै डिफ्रेन्सिएट गर्दाखेरि यो चाहिँ कन्सट्यान्ट भ्याल्यु जिरो भइहाल्यो, अनि यो कन्सट्यान्टसँग एप्साइलन छ, त्यसैले यो एप्साइलनको त 1 भइसकेपछि इटा ड्यास अफ एक्स चाहिँ इटा ड्यास अफ एक्स भयो। अनि त्यसै गरी हामीले यसको भ्याल्यु पनि निकाल्छौँ, अनि यो एप्साइलन र एक्स चाहिँ एकअर्कासँग इन्डिपेन्डेन्ट छ, त्यसैले यसको डेरिभेटिभ चाहिँ पनि जिरो आउँछ। अब हामी के गर्छौँ, यो तिनटाको भ्याल्यु राख्छौँ, यो जुन हामीले तिनटा निकाल्यौँ नि, यो तिनटाको भ्याल्यु राख्छौँ यो इक्वेसनमा है। अनि राखेर हाम्रो यो आउँछ यो जो एग्री, पक्कै पनि त्यो भ्याल्यु राख्दाखेरि यस्तो आयो। यो आइसकेपछि यो अगाडिकै स्टेप मैले यहाँ सारेको छु। अब हामीले थोरै मिलायो, त्यो जिरो नलेखेको मात्र, जिरो नलेखेको है। अनि यो एज इट इज यसलाई कपी गरेको छु मैले। अब इन्टिग्रल फ्रम x1 टु x2, अब इन्टिग्रल छुट्याइदिएको, डेल एफ बाई डेल वाई डट इटा एक्स डिएक्स प्लस इन्टिग्रल फ्रम x1 टु x2 डेल एफ बाई डेल वाई ड्यास इटा ड्यास एक्स डिएक्स इज इक्वल टु 0। अब हामीले यो पछाडिको पोर्सनमा काम गर्छौँ। पछाडिको पोर्सनमा किन काम गर्छौँ भने हामीलाई इटा एक्स चाहिएको छ, इटा ड्यास एक्स चाहिएको छैन। त्यसैले इटा एक्सको लागि हामीले काम गर्छौँ। अब त्यसको लागि यो फर्मुला युज गर्छौँ, यो फर्मुला। अनि त्यो गर्नको लागि मैले के गरेको छु भन्दा, यहाँ हेर्नुहोस् है, मैले के गरेको छु, यसलाई चाहिँ यु मानेको छु। यसलाई यु मान्ने बित्तिकै यो चाहिँ डियु हुन्छ हो, डु यु एग्री, यो चाहिँ के होला, डियु हुन्छ।
अनि मैले यसलाई चाहिँ डिभी मानेको छु। अनि यसलाई डिभी मान्ने बित्तिकै अब इन्टिग्रल गऱ्यो भने यसको इन्टिग्रेसन चाहिँ यो चाहिँ भी हुन्छ हो। अनि त्यसपछि यो फर्मुला युज गरेको इन्टिग्रल युडिभी इज इक्वल टु युभी माइनस इन्टिग्रल भिडियु भन्ने जुन फर्मुला छ त्यहाँ भ्याल्यु रिप्लेस मात्र गरेको युको ठाउँमा युको भ्याल्यु भीको ठाउँमा भीको भ्याल्यु डियुको ठाउँमा डियुको भ्याल्यु र डिभीको ठाउँमा डिभीको भ्याल्यु हामीले युज गरेको मात्र। त्यो गर्दै जाँदाखेरि अनि यो यस्तो आयो। यस्तो आइसकेपछि हामीले के गर्यौँ अब पहिलो एक्सप्रेसनमा चाहिँ अप्पर लिमिट र लोवर लिमिट यो दुईवटा लोवर लिमिट र अप्पर लिमिट राख्यौँ। राख्दाखेरि यो यस्तो आउँछ होइन। अनि पछाडिको पोर्सन चाहिँ एज इट इज हालेछौँ हामीले। अब अब यो त अगाडिको स्टेप भइहाल्यो। अनि हामीलाई थाहा छ इटा एक्स वान र इटा एक्स टू चाहिँ यो जिरो हुन्छ भनेर अघि हामीले डिस्कस गरिसकेका थियौँ। इटा एक्स भन्ने फङ्सनमा एक्स वान र एक्स टूमा चाहिँ त्यो चाहिँ जिरो हुन्छ। अनि त्यसपछि किन भन्दाखेरि त्यो दुइटै कप चाहिँ त्यो एक्स वान र एक्स टूमा चाहिँ मिट गरे हुन्छ। त्यो दुइटैको स्टार्टिङ पोइन्ट सेम हुन्छ। त्यसैले तिनीहरू बिचको डिस्टेन्स जिरो हुनको लागि पनि यो हुनु पर्थ्यो। अनि त्यसैले यो पछाडिको पोर्सन चाहिँ एज इट इज रह्यो। अब पछाडिको पोर्सन एज इट इज यहाँ लेखिसकेको छु। अब मैले चाहिँ के गर्छु फर्केर अघिको जुन हाम्रो इक्वेसन छ त्यो इक्वेसनमा गएर यो यसको भ्यालु राख्छु। यसको भ्यालु भर्खरै तपाईँले निकाल्नु भएको छ यो हो यो राखेको। यो राख्दाखेरि यस्तो आयो। अनि यसलाई फेरि हामीले चाहिँ यसरी रिअरेन्ज मात्र गरेको यो इटा सरी एप्साइलन फ्रम एक्स वान टु एक्स टू यो डेल एफ बाई डेल वाइ जुन छ त्यसलाई मैले यहाँ लेखेको छु माइनस अनि यो जुन पोर्सन छ यसलाई मैले यहाँ लेखेको छु अनि इटिएक्स जुन इटिएक्स डिएक्स बाँकी रह्यो त्यो बाहिर लेखेको छु है। अब यो लेखिसकेपछि हाम्रो यसैलाई मैले फेरि लेखेको छु यहाँ। अनि अब हामीलाई के थाहा छ भने यो इटा एक्स चाहिँ यो इटा एक्स भनेको एउटा यस्तो फङ्सन हो जुन फङ्सन चाहिँ यो एक्स वान र एक्स टूमा मात्र जिरो हुन्छ। एक्स वान र एक्स टूमा मात्र जिरो हुन्छ अनि अरू बिचमा चाहिँ जिरो हुँदैन भन्ने कुरामा हामी कन्फर्म छौँ। किनकि त्यो जिरो भयो भने त त्यो नेबरिङ कबै भएन त्यो आफै भयो होइन। अनि त्यसैले त्यो कुरामा हामी कन्फर्म छौँ। त्यो कारणले गर्दाखेरि हामीले यो जिरो हुँदैन यो चाहिँ जिरो हुँदैन भन्ने कुरा यो जुन छ यो दिस सुड नट बी इक्वल टु जिरो भन्ने कुरामा हामी कन्फर्म छौँ है। नट इक्वल टु जिरो भन्नेमा त्यसो भए यो पुरैको इन्टिग्रेसन जिरोको हुनुको लागि त बाँकी रहेको ब्राकेटभित्रको पोर्सन जिरो हुनु पऱ्यो नि त है। त्यसैले यो जिरो हुनु पऱ्यो। त्यही कुरा हामीले लेखेका छौँ जुन चाहिँ युलर्स ल्याग्रेन्ज इक्वेसनले यही कुरा भन्न खोजेको छ। पक्कै पनि तपाईँहरूले आजको भिडियोबाट युलर ल्याग्रेन्ज इक्वेसनलाई एक लेभलले फिल गर्नुभएको होला भन्ने मैले आशा राख्दछु। थ्याङ्क यू सो मच।